आज म तपाईहरुलाई आमको अचार बनाउन सिकाइराछु। सुरुमा चाहिँ आमलाई काटेर अनि यो 2 दिनसम्म सुकाए। त्यसपछि अब यो अचार हाल्न भइसक्यो। त्यसपछि यो सौंफ अनि यसमा जिरा धनिया अनि यसमा चाहिँ सिमी पनि भएको छ अनि यसमा अब यो सबैलाई मिक्स गर्ने। हजुरहरूले बेसन पनि राख्न सक्नुहुन्छ यसमा। त्यसै गरी स्वादअनुसार नुन। अब तोरीको तेल। अब यो सबैलाई मिक्स गर्ने। अब यसलाई प्याक गरिदिन्छ र हेर्नुस् हाम्रो आँपको अचार रेडी भइसक्यो। फेरि यसलाई तोरीको तेल हालिदिन्छ माथिबाट।